कि त हामी शहीदलाई स्मरणै नगरौँ, देखावटी स्मरण नगरौँ। शहीद अमित कापरको नाक कसले भाँच्यो, कान कसले भाँच्यो, हामी किन यो हजुरबुवा नातिको शालिग यहाँ बनाएका हौँ? शालिग बनाइसकेपछि यसको संरक्षण कसले गरिदिने? मनोज झा मुक्ति युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण दर्शक महानुभावलाई हार्दिक स्वागत र अभिवादन गर्न चाहन्छु। दर्शक महानुभाव, कुनै पनि औपचारिक कार्यक्रममा राष्ट्रिय गानपछि ज्ञात शहीदको नाममा 1 मिनटको मौन धारण गर्ने कार्यक्रमहरू कुनै पनि कार्यक्रममा राखिने गर्छ। शहीदहरूलाई सम्झिनको लागि यस्ता काम गरिएको भनेर सबैले बुझ्ने गर्छन्। आज म कुरा गर्दैछु त्यही शहीदहरूलाई सम्झिन, शहीदहरूको शालिग जुन बनाइन्छ त्यो शालिगको सन्दर्भमा। मधेस आन्दोलनमा महोत्तरीको सदरमुकाम जलेश्वरमा 8 जना मधेसी सपुतहरूले शहादत दिए। तीमध्ये मैले चर्चा गर्न खोजेको आज 3 जनाको सन्दर्भमा हो। जलेश्वर नगरपालिका वडा नम्बर 8 का हजुरबुवा र नाति दुवैजना शहीद भए। शहीद गणेश चौधरी र शहीद रोहन चौधरी। त्यस्तै जलेश्वर नगरपालिका वडा नम्बर 7 का अमित कापर पनि शहीद भए। शहीदहरूको शालिग यस्तो ठाउँमा बनाउने गरिन्छ जहाँ धेरै मान्छेले दर्शन गर्न सकोस्। आवागमन बाक्लै हुने ठाउँमा शहीदको शालिग बनाइएको भेटिन्छ। बजराहीका गणेश चौधरी र रोहन चौधरीको शालिग बजराही गाउँकै उत्तरतिर जाने बिरान बाटोमा बनाइएको छ। हजुरबुवा र नातिको जुन शालिग बनाइएको छ तपाईँ हेर्न सक्नुहुन्छ, बिरान ठाउँ छ। यो खेततिर जाने बाटो हो जुन केही वर्ष अगाडि मात्रै ढलान भएको। रमौलबाट रतबाडा जाने यो बाटो हो र यही यो शालिग बनाइएको छ। शालिग त बनाइयो, अब त्यसमा कति बजेट खर्चिए त्यो आफ्नो ठाउँमा छ, खोज्नेले खोजुन्। मैले उठान गर्न खोजेको विषयवस्तु हो यी शहीदको। पहिला तपाईँ शालिग एकचोटि हेर्नुहोस्। शालिग कस्तो छ? कान भाँचिएको छ, नाक भाँचिएको छ, कुनै सरसफाइ छैन। यहाँ बत्तीहरू लगाइएका थिए, ती बत्तीहरू पनि कहाँ गए? अरू त यसको सरसफाइ वा यसको ध्यान दिने नै कोही छैन कि क्या हो भनेर मैले मात्र होइन तपाईँले पनि भन्नुहुन्छ। आखिरमा हामी किन यो हजुरबुवा नातिको शालिग यहाँ बनाएका हौँ? शालिग बनाइसकेपछि यसको संरक्षण कसले गरिदिने? यो संरक्षण गर्ने दायित्व कसको हो? मधेस आन्दोलनमा शहीद भएका यहाँहरूको नाममा धेरैजना जिते, सत्तामा पुगे। म स्मरण गराउन चाहन्छु, अर्को एकजना मैले अघि नै कुरा गरेँ, जलेश्वर वडा नम्बर 7 को शहीद अमित कापरको यो ठाउँ एकचोटि हेर्नुहोस्। अमित कापरको जुन शालिग बनाइएको छ यो ठाउँ मणिपाल कलेजको लागि जग्गा जुन अधिग्रहण गरिएको थियो त्यो चोकमा यो शालिग बनाइएको छ। शहीद अमित कापरको नाक कसले भाँच्यो, कान कसले भाँच्यो, त्यो कसैको सरोकार छैन। बर्दिमास, रामगोपालपुर, गौशाला, शम्सीबाट जलेश्वर आउन
यो बाटोको प्रयोग गरिन्छ जसमा शहीद अमित कापरको शालिग बनाइएको छ। शालिगको अवस्था एकचोटि हेर्नुहोस्। मधेसवादी दलका नेताहरू मधेसी शहीदको नाम उल्लेख गर्नुहुन्छ र यो जहाँ यो दुईटी शालिग हजुरबुवा नाति अर्थात् शहीद गणेश चौधरी र शहीद रोहन चौधरी तथा शहीद अमित कापरको बनाइएको शालिग महोत्तरी जिल्लाको क्षेत्र नम्बर 3 मा पर्छ। यो जलेश्वर नगरपालिका हो जहाँ स्थानीय निकायमा पहिलोचोटि राजपाका नेता रामशंकर मिश्रले मेयरमा चुनाव जित्नु भएको थियो। संहिता आइसकेपछि पहिलो पटक यहाँबाट प्रदेश सांसदमा यस क्षेत्रबाट राजपाकै रानी शर्मा तिवारीले चुनाव जित्नु भएको थियो र संघीय सांसदमा राजपाका तत्कालीन समयमा राजपाका केन्द्रीय अध्यक्ष माननीय मोहन ठाकुरले चुनाव जित्नु भएको थियो। अर्कोचोटि दोस्रो चोटिको चुनावमा यस नगरपालिकामा अर्को मधेसवादी दल मधेसी जनअधिकार फोरमको रूपमा उदाएको जुन जसपाको रूपमा परिचित छ त्यो जसपा पार्टीको उम्मेदवार सुरेश शाह सोनारले यहाँ मेयर पदमा चुनाव जित्नु भएको छ। दोस्रो चोटि पुनः प्रदेश सांसदमा रानी शर्मा तिवारी र संघीय सांसदमा माननीय मोहन ठाकुरले चुनाव जित्नुभयो। मधेसी शहीदको नाममा आखिरमा कसले के कुरा उठाउँदैछ हामी सबै कुरा हेरिरहेछौँ। तर जति बेला यस शालिगलाई हामी देख्छौँ मेरो कम्तीमा जहिले म यताबाट जान्छु मेरो मुटु रुन्छ। आखिरमा यो जुन हालत भएको छ शहीदहरूको शालिगको यसको जिम्मेवार को? वडा अध्यक्ष हो, मेयर हो, प्रदेश सांसद हो कि संघीय सांसद हो कि सबैजना हो? यो प्रश्न उठाउने जिम्मा तपाईहरुको। कुनै पनि शहीदको शालिग बनाउँदा उसको शालिगैले त्यो मान्छे चिनिनु पर्छ हैन र? तर चाहे गणेश चौधरीको शालिग होस्, रोहन चौधरीको शालिग होस् या अमित कापरको शालिग होस्, उनको जुन अनुहार थियो त्योसँग पटक्कै यो शालिगका प्रतिमाहरू मेलै खाँदैनन्। यो सुन्नुस्, अमित कापरलाई पहिलादेखि देखेका यहाँले के भन्दै हुनुहुन्छ? अपने के नाम? वो नाम रवि शर्मा भेल। घर? बखरी। बखरी। ई जे पाछा में शहीद से अमित कापर बखरिए के अमित कापर के अपने चिन्ही छलिए? हाँ हाँ, बहुत बढ़िया से चिन्ही छी। अमित कापर हमरे गांव हमरे घर के नज़दीक के लोग रामवृष कापर के लड़का छलखिन बड़का। तो ई हुनकर स्टेचू छै? स्टेचू केहन हुनके सन के छै कि देखला से अमित कापर छै से बुझाइ छै कि केना? नहीं साफे नहीं बुझाइ छै, पता नहीं बुझाइ छै कतऽ से ल क कबाड़ खाना से उठा के लायल छै कि कतऽ से लायल छै। मूर्ति साफे मिलबे नहीं करे छै। अमित कापर के मुंह से नहीं मिली छै? साफे मिलबे नहीं करे छै। अमित कापर को आमा लेके भन्दै हुनुहुन्छ? नाम कति भेले? हमर नाम है चंद्रकला। चंद्रकला देवी। अमित अहाँ के बौआ छथिन, जेठका बचबा छथिन। जेठका बचबा कतऽ मिलै छै? अपने सब देखल जाओ ना, मिला के देखल जाओ, मिलै छै फोटो में। तो जहिया जे बनल की तहिया नहीं कहलिए? हमरा सबके नहीं कहलन जे मूर्ति बनै छै। कते गोरा कहे जे बजराही वाला के बनै छै, फन्ना बनै छै, कते कहे अमित के, कते कहे बजराही वाला के बाबा पोता के छथिन। तो हम सब की करे? कुछ नहीं हो। जहिया जहिया अथी भेल शहीद वाला ते पर धूप अथी माला पहना देला भ गेल। हम तो कहली जे हमरा चाबी दे दो, हम अपन थमाएब, हम अपन फूल अगरबत्ती देखाएब। तो कहलकै जे हम सब अपने देखाएब। बॉल एते लागल चले, एमरियो कहाँ दीपावली में बॉल लगेलखिन, एको सब बॉल फूटल है ना। आखिरमा यही दिनको लागि शहादत दिएको हो त?
यस्तै हामीले शहीदको गुणगान गर्ने हो त? आफैलाई लाज लाग्नुपर्ने कुरा होइन र? जो मधेसको नाममा राजनीति गर्दै हुनुहुन्छ, यी मधेसका शहीदहरूको नाममा राजनीति गर्दै हुनुहुन्छ, शहीदहरूकै नाममा जित्नुहुन्छ, शहीदहरूको नाममा भोट माग्नुहुन्छ र यी शहीदको शालिगको हालत यस्तो छ। कृपया सरोकारवालाहरू लजाइदिनुस्, अति भो। कसैले तपाईले भनेर मात्र तपाईले बुझ्ने हो यो बाटोबाट तपाईँ जानुहुन्न? तपाईको क्षेत्र हैन, तपाईको पालिका हैन, अनि कसले यो शहीदको शालिगको संरक्षण गर्ने त? रे बजेटै खानु छ भने फेरि राख्नुस् न बजेट, तर शहीदको अपमान नहोस्। कृपया सरकारवालाहरू यसमा ध्यान दिनुस्, हामी सबैको ध्यान यतातिर जाओस् र ती जनप्रतिनिधि जो मधेसका नाममा जिते, जो मधेसको नाममा राजनीति गर्दैछ, उनीहरू बाहेक पनि हामी समाजका मान्छे, हामी आफूलाई नागरिक बनाउँदाहरूले पनि यसको बारेमा कतै जिज्ञासा राख्नु भएको छ? किन राख्नु भएन जिज्ञासा? अनि तपाईले आफूलाई सचेत नागरिक भन्न मिल्छ? त्यसैले कि त हामी शहीदलाई स्मरणै नगरौँ, देखावटी स्मरण नगरौँ, देखावटी श्रद्धाञ्जली हामी नदिउँ। एक दिन मात्रै शहीद दिवसको दिनमा फुलमाला चढाएर हुन्छ, अरू दिनमा कसैले नाक भाँचिदिएको छ भने त्यो भाँचेको भाँचै होस्, कसैले कान उडाइदिएको छ भने त्यो उडाको उडाइ होस्। हामी श्रद्धाञ्जली दिनै चाहन्छौँ भने सच्चा श्रद्धाञ्जली हृदयबाट दिउँ, शहीदहरूको नाम भजाउने काम नगरौँ। नत्र यो जगतमा, यो जीवनमा कसैले माफ गर्ला नगर्ला, तर जो यस संसारलाई चलाइराख्नु भएको छ उहाँले कदापि माफ गर्दैन र ती शहीदका आत्माले कदापि माफ गर्ने छैन कसैलाई। सम्बन्धित निकायको ध्यान बेलैमा जाओस्। हस् त, मनोज झा मुक्ति युट्युब च्यानल हेरिदिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। च्यानललाई लाइक गरिदिनु होला, शेयर गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।